आज चाहिँ म तपाईहरुलाई यो पत्थरजट्टा जसलाई वैज्ञानिक नाम ब्रायोफिल्म पिनिटम भनिन्छ यसको बारेमा मैले केही जानेको थोरै जानकारी दिन गइरहेको छु। यो चाहिँ एक बहुउपयोगी विभिन्न औषधीय गुणहरूले भरिएको एक वनस्पति हो। आयुर्वेदमा चाहिँ यसको उपयोग धेरै रोगहरूको लागि प्रयोग गरेको पाइन्छ भने हाम्रो गाउँघरतिर चाहिँ पत्थरजट्टा यसले चाहिँ विशेष पत्थरी नै निकाल्छ भन्ने अथवा पत्थरी नै ठिक हुन्छ भनेर चिनिन्छ, खाइन्छ पनि। म पनि यसको प्रयोग गर्छु। यसको जुन पत्तामा पाइन्छ यसको पत्तामा चाहिँ स्यापोनिन नामक यौगिक क्याल्सियम अक्सालेट हुन्छ जसले चाहिँ पत्थरीलाई धुलाउन अथवा टुक्राउन अथवा पगाल्न मद्दत गर्छ। डायरेटिक गुण हुने हुनाले यसले पत्थरी हटाउन त मद्दत गर्छ नै, यो लगायत यो एकदम शीतल खालको वनस्पति हो। यसको प्रयोगले शरीरलाई शीतलता प्रदान गर्छ भने सुजन लगायत पीडाहरू पनि कम गर्ने क्षमता हुन्छ। मधुमेहलाई पनि यसले नियन्त्रण गर्ने क्षमता हुन्छ भने पाचन प्रणालीमा पनि यसले एकदम सुधार गर्छ, राम्रै हुन्छ। साथै उच्च रक्तचापहरूमा पनि यसको प्रयोग चाहिँ गरेको पाइन्छ। यो चाहिँ आयुर्वेदमा पनि लेखिएको छ। खान पनि खासै यसलाई गाह्रो छैन, 2-4 वटा पत्ता लिने, मजाले सफा गर्ने अनि त्यसै चरम चपाउँदा नि हुन्छ। बिहान 3-4 पत्ता चपाउने, बेलुका 3-4 पत्ता चपाउने। बिहान चाहिँ अलिकति यो अमिलो हुन्छ नि, बेलुका यसको स्वाद अलिकति थोरै फरक हुन्छ, अलिकति खल्लो अलिकति कलिलो छ भने तितो हुन्छ भने अलिकति छिपिएको पत्ताहरू चाहिँ अलिकति खल्लो नै हुन्छ, स्वाद हुँदैन। तर बिहान चाहिँ जुनसुकै पत्ता कलिलो पनि अमिलै भएको हुन्छ, बेलुका चाहिँ अलिकति खल्लो, अब कलिलो पत्ता छ भने अलिकति टर्रो हुन्छ। यसरी यसलाई सिधै खान पनि सकिन्छ, धुने खाने। अब यसलाई मान्छेले कुटेर पिसेर हैन त्यसरी पनि खान सकिन्छ। कुटेर पिसेर पनि धेरै चाहिँ हैन, अब 2-4 चम्चा हैन बिहान खाली पेटमा, अनि बेलुका एकचोटि, बेलुका पनि खाना खानुभन्दा अगाडि हैन त्यही 4-5 बजेको समयमा यसरी टिपेर खान सकियो। तर यसमा पनि अब सकेसम्म डाक्टरहरूको सल्लाह लिएर खाँदा चाहिँ हैन, अब आयुर्वेदिक डाक्टरहरूको सल्लाह लिएर खाँदा चाहिँ बालबच्चा, वृद्ध हैन अनि हृदय रोगीहरूले चाहिँ डाक्टरको सल्लाह अनुसारै खाएको राम्रो भनेर लेखिएको छ आयुर्वेदमा पनि। यो चाहिँ आयुर्वेद डाक्टरहरूलाई बुझेर खाँदाखेरि झन् बेस्ट हुन्छ। यो लगायत किडनी स्टोन अथवा पत्थरीको लागि त हामीले लजावती झारको जरा, जसलाई नमस्ते झार पनि भनिन्छ, त्यसको जरा दिनमा 3-4 वटासम्म, ठुलो छ भने 2-3टा, नभए मसिनो जरा छ भने 3-4 वटासम्म लिएर बेलुकै मजाले कुटेर पानीमा भिजाइराख्ने, बिहान छानेर धेरै हैन, अनुमानमा 3 चम्चा 4 चम्चा आउने जति, झोल मात्र त्यति आउने जति चाहिँ त्यसलाई 1 गिलास पानीमा, मनतातो पानीमा, नर्मल पानीमा मिलाएर खान सकिन्छ। डाइरेक्ट 3-4 चम्चा खाने भने धेरै तितो हुन्छ, बिहानै खाली पेटमा अलिक बमिट हुने सम्भावना पनि हुँदो रहेछ। मैले पनि एकचोटि त्यसरी नै थोरै पानीमा खाएको, एकचोटि बमिटै भयो मलाई, त्यति तितो हुन्छ। अनि किडनी स्टोन अथवा मृगौलामा भएको पत्थरीको लागि यो अठ्याकोला पनि विशेष उपयोगी हुन्छ। यसको बारेमा पनि म अर्को भिडियो बनाउने छु। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने सबै सामु पुर्याइदिनु होला। सबैले जानुन् हैन, बुझुन्, सबैसँग डाक्टरसँग गएर जचाएर औषधि खाने क्षमता हुँदैन। कति गाउँघरमा पीडा सहेर बसिरहेको हुन्छ, अब पैसा सबैसँग हुन्छ भन्ने हुँदैन। यसरी गाउँघरमा यस्तो औषधिहरू खाएर, आयुर्वेद औषधि अब यसरी खाएर निको हुन्छ भने सबैसम्म यस्तो भिडियोहरू पुर्याउनु पर्छ। र साथै औषधि नै खाएर मात्र पत्थरी, किडनीको पत्थरी अथवा मृगौलाको पत्थरी निको हुन्छ भन्ने हुँदैन। पानी बेसी खानुपर्छ, दिनमा 4 देखि 5 लिटरसम्म पानी खान सक्नुपर्छ। स्टोन पत्थरी जानको लागि चाहिँ यो औषधि पनि खाने, अनि पानी पनि उति नै खानुपर्छ। पानी अब बिहान खाली पेटमा सकेसम्म पानी मात्रै खाने, दिउँसो पानी खान सकिएन भने, डाइरेक्ट पानी खान सकिएन भने यसो कागतीहरू मिसाएर पनि खान सकियो थोरै। औषधि भन्दा पनि विशेष पानीमा चाहिँ ध्यान दिनुपर्छ। पानी बेसी खायो भने किडनी स्टोन त गइहाल्छ। हस् त, तपाईहरुलाई यो भिडियो मन पर्यो भने
जानकारीमूलक लाग्यो भने चाहिँ लाइक्स अनि सेयर गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस् न। फेरि पनि म यस्तो भिडियोहरू मैले जानेको भिडियोहरू मलाई पनि जानकारी भएको अनि अथवा अझै सर्च गरेर खोजेर होइन बुझेर जान्नेहरूसँग बुझेर यो सम्बन्धी भिडियोहरू बनाउन मलाई हौसला मिल्नेछ। तपाईँहरूको सेयर अनि कमेन्टले चाहिँ सेयर कमेन्ट गरिदिनुहोस् न। हस् त, धन्यवाद।